यस्तो चुनाव भर्खर अब 2 महिना केही समय भएको छ होइन। चुनावमा त हामी एक किसिमले चुनाव एकदमै डाइनामिक यात्रा हो, एकदमै गतिशील यात्रा होइन। चुनावमा चाहिँ हामी हाम्रो कस्तो हुन्छ भन्दाखेरि चुनावी क्यान्डिडेटको चाहिँ फोकस पुरै जनतामाझ बढीभन्दा बढी जनतामाझ पुग्ने होइन र मत परिणाम चाहिँ आफ्नो पक्षमा ल्याउने भन्ने हुन्छ। त्यो एउटा फेज सक्यो। त्यस पश्चात शपथ ग्रहण लिए पश्चात चाहिँ अब विधायिकाको रोलमा हामी आयौँ, सांसद भयौँ होइन। अधिवेशन पनि पहिलो अधिवेशन चल्यो। त्यस बिचमा अब धेरै मान्य सदस्यज्यूहरूसँग चिनजान गर्ने मौका पनि भयो होइन। पार्टीको पनि विचार सिद्धान्त होइन, पार्टीले कुन ढङ्गले चाहिँ आउने 5 वर्ष हाम्रो कस्तो हुन्छ भन्ने हिसाबले जुन इन्भिजन गरेको कुरा छ त्यो कुराहरू बुझ्ने मौका पाएँ होइन। त्यो पाउँदै गर्दाखेरि फेरि अब यो समितिको सभापतिको जिम्मेवारी पाइयो। निकै चाँडै यो चिज भएको छ होइन। तर हुँदै गर्दाखेरि आफ्नो भनौँ न व्यक्तिगत विकास र राजनीतिक विकास सँगै गएको र यसलाई चाहिँ कहाँ जोड्नुपर्छ भन्दाखेरि यसलाई चाहिँ समग्र राज्यको विकासमा चाहिँ यसलाई जोड्न पाउने अवसर पाएको छु भन्ने रूपमा मैले लिएको छु। धेरै कुरा चाँडै भइरहेको छ, तर त्यो सँगै अध्ययन पनि भएको छ, अनुभव साटासाट पनि भइरहेछ र यसलाई अन्त्यमा चाहिँ नीतिसँग जोड्ने काममा चाहिँ म लागेको छु जस्तो मलाई लाग्छ। अब यस्तो हो, अहिले 3टा बैठकमा पहिलो बैठक त निर्वाचन समितिको सभापति निर्वाचनको बैठक थियो होइन। दोस्रो बैठक हामीले के गर्यौँ भन्दाखेरि हजुरको यो ओरिएन्टेसन, जस्तै समितिमा मान्य सदस्यहरू आउनु भएको छ होइन, लगभग सबैजना नयाँ हुन्छ यो समितिमा। यो समितिको कार्यक्षेत्र के हो होइन, समितिले कस्ता कामहरू गरेका थिए विगतमा होइन, र समितिका हामीले एकजना पूर्व सभापतिज्यूलाई नि बोलायौँ होइन। उहाँको अनुभव कस्तो रह्यो भन्ने कुरा हामीले पहिलो बैठकमा एउटा अनुभव साटासाट पनि भयो र उहाँलाई पूर्व सभापतिलाई चाहिँ उहाँको कार्यकालमा कस्ता झन्झटहरू होइन, कस्ता च्यालेन्जेसहरू, कस्ता चुनौतीहरू र कस्ता सहजताहरू थिए भन्ने कुरा चाहिँ मान्य सदस्यज्यूहरूले आफ्ना जिज्ञासाहरू राख्नुभयो, सुझावहरू पनि दिनुभयो होइन। पहिलो बैठक भनौँ मेरो सभापतित्वमा भएको पहिलो बैठक त्यो थियो। मेरो सभापतित्वमा भएको दोस्रो बैठकमा चाहिँ हामीले उद्योग वाणिज्य मन्त्रीज्यू लगायत त्यहाँका पदाधिकारी सचिवज्यू र केही पदाधिकारीलाई बोलायौँ र मन्त्रालयले गरेका कामहरू होइन, कार्यक्षेत्र मन्त्रालयको के हो होइन, अधिकारहरू के हुन् होइन, मन्त्रालयले कस्ता कामहरूमा चाहिँ अहिलेसम्म के प्रगति विवरण के हो भन्ने कुरा हामीले बुझ्यौँ होइन। यो किन गऱ्यौँ भन्दाखेरि हाम्रो 2टा मन्त्रालयसँग हाम्रो डाइरेक्ट कनेक्सन छ। त्यो भनेको उद्योग वाणिज्य मन्त्रालय र अर्को श्रम मन्त्रालय होइन। यो 2टै मन्त्रालयको कार्यक्षेत्र कार्ययोजना विगतमा भएका गतिविधिहरू होइन र आउने दिनमा मन्त्रालयले कसरी हेरेको छ त, मन्त्रालयले कुन डिरेक्सनमा मन्त्रालयले आफूलाई लग्न खोजिरहेको छ भन्ने कुरा हाम्रा मान्य सदस्यहरूले बुझ्न जरुरी छ भन्ने हिसाबले त्यो ओरिएन्टेसन दोस्रो बैठकमा भयो। अब तेस्रो बैठक हाम्रो भोलि छ। त्यहाँ चाहिँ श्रम मन्त्रीज्यू मान्य मन्त्रीज्यूलाई बोलाएका छौँ, श्रम मन्त्रालयका सचिवज्यूहरू लगायत पदाधिकारीहरू आएर। अब यो पहिलो केही बैठकहरू कस्तो हुन्छ भन्दाखेरि हामीले अनुभव साटासाट होइन, प्लस लाइन मिनिस्ट्रीले कस्ता काम गरिरहेका छन्, हामीबाट कस्ता अपेक्षा राखेका छन्, अथवा हामीले चाहिँ मिनिस्ट्रीले के गरोस् भन्ने चाहेका छौँ भन्ने कुरा यो कुरा हामीले साटासाट गर्ने गर्छौँ। पहिले केही बैठकहरू यसरी नै जान्छ। यसपछि हामीले के गर्छौँ भन्दाखेरि अब उपसमितिहरू बनाउँछौँ। म सभापति हुँदै गर्दाखेरि सबै काम चाहिँ मैले गर्न सक्ने हुँदैन, अथवा सबै काम मैले नै गर्न खोज्दाखेरि त्यो न्यायोचित पनि हुँदैन होइन। समितिमा हरेक प्रकारका सदस्यहरू छन्, आफ्ना अनुभव लिएर आएका, आफ्नै किसिमका विशेषता विज्ञता बोकेका सदस्यहरू छन्। उहाँहरूलाई हामीले कहीँ न कहीँ व्यवस्थित गर्नुपर्छ। अब यो समितिले ठिक छ आज यो टपिकमा काम गर्यो, भोलि यो टपिकमा भनेर यो अचानक कुनै विषयमा काम गर्नु भन्दा नि यो विषयलाई पनि हामीले व्यवस्थित गर्नुपर्छ। मैले के गरिरहेको छु भन्दाखेरि उपसमितिहरूमा उद्योग उपसमिति भयो, वाणिज्य तथा आपूर्ति, श्रम, उपभोक्ता, यी 4वटा उपसमितिमा चाहिँ हाम्रो सम्पूर्ण सदस्यहरूलाई क्लासिफाई गरेर होइन, उहाँहरूको विज्ञता, उहाँहरूको अनुभव, उहाँहरूको रुचिको क्षेत्र पनि हुन्छ, यो लिएर 4वटा समितिमा हामीले डिभाइड गर्छौँ। त्यो उपसमितिले चाहिँ आफ्नो कामहरू गर्छन्। म समितिकै सभापति भएको हुनाले यो सम्पूर्ण कुरामा चाहिँ मेरो कोअर्डिनेसनको काम पनि रहन्छ होइन, मेरो आफ्नो इनपुट दिने काम रहन्छ। यसरी हामी गर्छौँ र अरू आकस्मिक विषयहरू चाहिँ जसरी विषय हुन्छ त्यो सम्बन्धित उपसमिति र समितिले नै काम गर्ने भन्ने मोडलमा हामी गरिरहेको छौँ। यसमा तपाईँले बुझ्ने कुरा के भन्दाखेरि हाम्रो समितिमा उद्योग, वाणिज्य, श्रम र उपभोक्ता छ। यो 4वटा विषय
उद्योगसँग जोडिएका टपिकहरू चाहिँ नछुटोस् भन्ने हाम्रो चाहना हो। कहिलेकाहीँ कस्तो हुन्छ भने 6 महिनासम्म उद्योगको मात्र काम गऱ्यो अनि श्रम छुटिँदा हुन्छ। यो नछुटोस् भनेर मैले चाहिँ विषयगत ब्याङ्क, टपिक ब्याङ्क भनेर चाहिँ एउटा मैले 40वटा टपिक, 4वटा उपसमितिको 10-10वटा टपिक तयार पारेको छु र हिजो मान्य सदस्यहरूलाई मैले बाँडेको छु। तपाईँहरू यो टपिक बाहेक पनि तपाईँलाई लाग्छ केही थप्नुपर्ने हो भने त्यसमा थपौँ होइन। यो ब्याङ्कलाई बनाऊँ, ठुलो बनाऊँ यो विषयगत ब्याङ्कलाई। त्यसबाट अति आवश्यक 2टा विषयमा चाहिँ काम गर्ने हरेक उपसमितिले, त्यसलाई चाहिँ टाइम बाउन्ड बनाऊ। अब यो पहिला कस्तो हुन्थ्यो भने एउटा टपिकमा काम गऱ्यो 1 वर्ष 1.5 वर्ष गरे त्यो हुन्न। अब चाहिँ समयमा त्यो टपिकलाई टुङ्गो लगाएर हामी अर्को टपिकमा जाने भन्ने हिसाबले त्यसरी गरेर छौँ। अलिकति फरक मोडलमा लगिरहेको छ। अब मान्य सदस्यहरूलाई अलिकति बढी काम गराएको जस्तो लाग्न सक्छ होइन, तर हामी त्यही काम गर्ने बाचा गरेर आएका हौँ। त्यो पहिलो बैठकमा तत्कालीन निवर्तमान सभापति श्री अब्दुल खानजी यहाँ आउनुभएको थियो होइन। उहाँले आफ्नो अनुभव साट्ने क्रममा बोल्नुभएको सबैभन्दा महत्त्वपूर्ण समस्या के थियो भन्दाखेरि यो कोअर्डिनेसनको समस्या। विगतमा कस्तो प्र्याक्टिस भयो भन्दाखेरि समितिका सभापति एउटा पार्टीका, उद्योग मन्त्री अर्को पार्टीका, श्रम मन्त्री अर्को पार्टीका, प्रधानमन्त्री अर्को पार्टीका र समितिभित्र पनि सदस्यहरू चाहिँ विभिन्न पार्टीका कुनै पनि बहुसङ्ख्यक सदस्य भन्दाखेरि त्यो बहुमत कसैको पनि थिएन। यो हुँदाखेरि समितिमा उपसमिति बनाउनुदेखि लिएर कुनै एउटा पोलिसीलाई चाहिँ इम्प्लिमेन्ट गराउनु खोज्दाखेरि यहाँबाट प्रतिवेदन बन्नु र उद्योग मन्त्रालयमा गएर त्यो प्रतिवेदन थन्किनु होइन। यस्ता समस्याहरू चाहिँ निकै बढी। यो समस्याको समाधान उहाँको अनुभव अनुसार चाहिँ यसपालि हाम्रो समितिमा सायद त्यो समस्या नहोला, किन अब प्रधानमन्त्री, सामान्य प्रधानमन्त्रीज्यू पनि एउटै दलको हुन्छ, उद्योग मन्त्रीज्यू पनि, श्रम मन्त्रीज्यू पनि, म सभापति हुँदै गर्दा प्लस उपसमितिहरूमा पनि हाम्रो उपस्थिति राम्रो रहेको हुनाले यस्ता कोअर्डिनेसनको समस्या नहोला भन्ने हामीले अपेक्षा राखेका छौँ। अरू भनेको हिजोको दिनमा समितिलाई मैले भने नि प्रतिवेदनको लाइब्रेरीको रूपमा मन्त्रालयहरूले लिएका थिए होइन। मन्त्रालयमा काम गर्ने पदाधिकारीहरूले लिएका थिए, मन्त्रीहरूले लिएका थिए, सरकार लिएका थिए। यसपालि समितिहरू चाहिँ समाधान निकाल्ने संयन्त्रको रूपमा काम गर्छन् भनेर हामीले भनेका छौँ र त्यही लाइनमा हामी छौँ। समितिमा रहेका हरेक सदस्य राजनीतिज्ञ हुन् होइन। कोही चुनाव जितेर आएका छन्, कोही समानुपातिक प्रणालीबाट आएका छन् र अब राजनीतिक हस्तक्षेपलाई कसरी बुझ्ने कि सकारात्मक रूपलाई भन्ने हो भने राजनीतिले एउटा डिरेक्सन देखाउनु, एउटा दिशा दिनु त्यो एउटा विषय हो। तर राजनीतिक माध्यमबाट चाहिँ कुनै काम हुन नदिनु। जस्तै एउटा दलका सदस्यले चाहिँ एउटा कुरा प्रपोज गर्दाखेरि अर्को दलले चाहिँ त्यो दलीय स्वार्थभन्दा माथि नउठेर चाहिँ कुनै पनि हालतमा यो अर्को दलले भनेको कुरा चाहिँ गर्ने नदिने भनेको यसलाई चाहिँ मैले राजनीतिक हस्तक्षेपको रूपमा लिन्छु कि जुन हस्तक्षेपले चाहिँ सकारात्मक परिवर्तनलाई रोक्छ, जुन हस्तक्षेप चाहिँ अवरोधको रूपमा जनताले पाउनुपर्ने न्यायप्रतिको अवरोधको रूपमा लिन सकिन्छ, त्यसलाई म चाहिँ गलत हस्तक्षेप भन्छु। त्यो हस्तक्षेप यसपालि हुँदैन। मैले अघि भर्खर भने तपाईँलाई यो कोअर्डिनेसनको काम चाहिँ सहज किन हुन्छ भन्दाखेरि यसमा विभिन्न स्टेक होल्डरहरू एउटै दलबाट भएका हुनाले होइन, महत्त्वपूर्ण स्टेक होल्डरहरू र सङ्ख्याको रूपमा नि हामी बढी भएका हुनाले कोअर्डिनेसन हुन्छ। र अर्को कुरा त्यो भन्दै गर्दाखेरि फेरि यो वान साइडेड हुँदैन। यो समितिका कामहरू हामीले उपसमिति बनाउँदाखेरि नि यो सन्तुलन चाहिँ मिलाउँछौँ। अन्य दलका मान्य सदस्यहरूलाई पनि उपसमितिमा राखेर उहाँहरूको सुझाव, उहाँहरूको जिज्ञासा, उहाँहरूको रुचिको क्षेत्रलाई पनि हामीले सन्तुलनमा राखेर काम गर्छौँ भनेको किनभने समितिमा आएर सभापतिको हैसियतमा काम गर्दै गर्दाखेरि म यो समितिको सभापति, म कुनै एउटा पार्टीको चाहिँ समितिको सभापति भन्दा नि ओभरअल समितिको सभापति। समिति भनेको मिनी पार्लियामेन्ट हो। मिनी पार्लियामेन्ट भनेको व्यवस्थापिकाको एउटा अङ्ग हो होइन, र व्यवस्थापकले कहिले कहिले जनतालाई रिप्रेजेन्ट गर्छ। त्यसले हामी फाइनली कहाँ आन्सरेबल छौँ, कहाँ हाम्रो जवाबदेहिता कहाँ छ भन्दाखेरि जनताप्रति छ। ठुला अति ठुला उद्योगपति कम हुन्छ, ठिक्कको ठुल्ठुला उद्योगपति अलिक बढी हुन्छन्, मजौला उद्योगपतिहरू अझ बढी हुन्छन्। मैले भन्दै गर्दा सबभन्दा बढी चाहिँ बुढी मान्छे हुन्छन्। यसभन्दा अगाडि समितिका क्रियाकलापहरू हेर्दाखेरि अथवा हामीले पनि त पढ्ने गरेका थियौँ होइन, अहिले पनि यहाँ हेर्दाखेरि धेरै इन्ट्रेस्ट ग्रुपहरूबाट समितिका सदस्यहरू सञ्चालित, समितिका निर्णयहरू इन्ट्रेस्ट ग्रुप, बिचौलिया, प्रभाव पार्न सक्ने व्यक्तिहरू, उद्योगपतिहरूबाट सञ्चालित थिए। मैले समितिमा आउँदै गर्दा एउटा कुरा के भने भन्दाखेरि म कुनै एक अमुक उद्योगपति, कुनै अमुक उद्योग
कुनै व्यक्ति, कुनै इन्ट्रेस्ट ग्रुप, कुनै दलको इन्ट्रेस्टमा काम गर्दिनँ होइन। समग्र रूपमा ब्ल्याङ्केट रूपमा मैले काम गर्नुपर्ने छ। मानौ कुनै एक उद्योगपति चाहिँ मलाई भेट्नलाई निरन्तर प्रयास गर्छन् भने उहाँको समस्या र गुनासो लिने हाम्रो संयन्त्र छ। हामीले गुनासो लिन सक्छौँ, हामीले उजुरी लिन सक्छौँ। हाम्रो समितिसँग सम्बन्धित गुनासो र उजुरी हो भने हामी पक्कै पनि हेर्छौँ। तर व्यक्तिगत रूपमा उहाँको होइन कि समग्रमा त्यो उद्योगले झेल्नु परेका समस्याहरू होइन, त्यो उद्योग नफस्टाउनुका कारणहरू के छन् त, नीतिगत कारणहरू के छन्, पोलिसी लुपोलहरू के छन् होइन, पोलिसी ग्याप के छन्, त्यो कुरा बुझ्ने र त्यसलाई समाधानतिर लग्ने जिम्मेवारी फेरि हाम्रै हो। त्यो हुन्छ। त्यो हुँदै गर्दाखेरि आम भुइँ मान्छेसँग जोडिएका समस्याहरू पनि त्यही मेकानिजमबाट आयो भने हामीले त्यसलाई सल्भ गर्छौँ। हामीले भुइँ मान्छेलाई सबैभन्दा बढी प्रायोरिटीमा राखेका छौँ आजको दिनमा, सबैभन्दा बढी प्रायोरिटीमा राखेको छ। र अहिले सरकारले दिइरहेको डेलिभरीले पनि त्यही कुरा देखाउँछ जस्तो मलाई लाग्छ। बन्द भएका उद्योगहरू दुई प्रकारका छन् कि, एउटा चाहिँ आजको मार्केटमा भाइबलै छैनन् केही उद्योगहरू होइन, त्यो उद्योगहरूलाई त्यही पुरानै रूपमा खोल्नु भनेको चाहिँ त्यो आफ्नै खुट्टोमा आफै बन्चरो हान्नु जस्तो होइन। आजको दिनमा सरकार जनताप्रति जवाबदेही छ, सरकारले गर्नुपर्ने धेरै कामहरू छन् होइन। त्यसमा चाहिँ घाटा लाग्ने उद्योगमा सरकारको तपाईँ हाम्रो पसिनाले कमाएका पैसा चाहिँ होइन त्यहाँ लगानी गर्नु भनेको त्यो चाहिँ सही होइन होइन। त्योभन्दा धेरै शिक्षा क्षेत्र छ, स्वास्थ्य क्षेत्र, सुशासनका क्षेत्रमा लगानी गरेर त्यसले चाहिँ कहीँ न कहीँ हाम्रो HDMI ह्युमन डेभलपमेन्ट इन्डेक्समा चाहिँ सुधार ल्याउँछ भने त्यहाँ लगानी गर्नु ठिक हो। तर केही यस्ता उद्योगहरू छन् बन्द भएका अनि बन्द गराइएका उद्योगहरू जसको फिजिबिलिटी प्रफिटेबिलिटी राम्रो हुँदाहुँदै पनि, मार्केट हुँदाहुँदै पनि, खपत हुँदाहुँदै पनि होइन, हाम्रो कम्पिटिटिभनेस पनि हुँदाहुँदै पनि होइन, हाम्रो प्रतिस्पर्धात्मक क्षमता पनि हुँदाहुँदै त्यसलाई कुनै न कुनै इन्ट्रेस्टमा बन्द गराइएको छ। त्यस्ता उद्योगहरूलाई चाहिँ हामीले अध्ययन गरेर कसरी त्यसलाई मोडर्नाइज गरेर फेरि सुरु गर्नुपर्छ त्यसमा चाहिँ हामी लाग्नुपर्छ जस्तो लाग्छ। तर त्यो भन्दै गर्दाखेरि फेरि त्यही पुरानो ब्युरोक्रेटिक स्टाइलमा होइन, कर्मचारी तन्त्रको बन्धक बनाएर उद्योगलाई अथवा राजनीतिक दलहरूको बन्धक बनाएर त्यो उद्योगहरूलाई दोहन गर्ने काम हुन्छ भने त्यसबाट चाहिँ हामीले त्यसलाई चाहिँ हतोत्साहित गर्नुपर्छ। अब भनौँ न आजभन्दा 40 वर्ष अगाडिको उद्योगको सिनारियो र अहिले एआईको जमानामा रहेका उद्योगहरू होइन, अहिले ग्रिन एनर्जीको हामी कुराहरू छौँ, ग्रिन प्रोडक्सनका कुराहरू गर्छौँ होइन, धेरै फरक भइसक्यो नि त। टेक्नोलोजी फरक भयो, मसिनरी फरक भयो, आउटपुट फरक भयो। हिजो लेबर इन्टेन्सिभ उद्योगहरू थियो भने अब लेबर इन्टेन्सिभ छैनन्, अब मसिनरी टेक्नोलोजी इन्टेन्सिभ उद्योगहरू छन्। भनेपछि अब यो सबै सिफ्ट गर्दाखेरि चाहिँ अहिले हामीले धेरै विचार गरेर सिफ्ट गर्नुपर्छ। त्यो गऱ्यो भने चाहिँ फेरि यो लङ टर्म जान्छ भन्ने बुझ्छ। अब यसपालि यो समितिको सभापति हुँदै गर्दाखेरि यो समितिको फङ्सनिङमा चाहिँ दुई तिनवटा कुरा हुन्छ कि हामीले उद्योग वाणिज्य श्रम र उपभोक्ता हित हेर्दै गर्दाखेरि हिजोको प्र्याक्टिस कस्तो रह्यो भन्दाखेरि उद्योगपतिहरूलाई अथवा उद्योगी व्यवसायीहरूलाई होइन, चाहे ती साना हुन् चाहे ठुला हुन्, कहीँ न कहीँ उनीहरूलाई दुःख दिने काम, उनीहरूलाई त्रासमा राख्ने काम होइन, अथवा उनीहरूलाई दोहन गर्ने नियतका साथ चाहिँ नीतिहरू पनि बनाइयो। नीतिहरूमा ग्याप्सहरू राखियो, लुपोलहरू राखियो। ग्याप किन राखिन्छ? एउटा त अज्ञानताले ग्याप राखिन्छ होइन, अर्को जानी राखिन्छ कि भाँडामा पाल किन पारेर राखिन्छ भन्दाखेरि एउटा त थाहा नपाएर पाल पऱ्यो, एउटा चाहिँ जानी पाल किन पारिन्छ भने त्यसबाट लिकेज होस् र त्यो मैले जम्मा गर्छु भनेर होइन। त्यो जानी राखिने पालहरू चाहिँ हुँदैन एउटा कुरा। अर्को अज्ञानतालाई हामीले अब स्पेस दिँदैनौँ। अब हामीले बनाउँदै गर्दा नीतिहरू बनाउँदै गर्दै धेरै रिसर्चका अझ अब एउटा राम्रो खबर के छ भन्दाखेरि यसपालि समितिहरूले रिसर्चको लागि पनि बजेट पाइरहेका छन्। एउटा नयाँपन हो नि त, पार्लियामेन्ट्री कमिटीमा रिसर्चको लागि बजेट हुनु भनेको त यो थोरै भए पनि एउटा नयाँ प्र्याक्टिस सुरु भएको छ होइन। यसले अज्ञानताको स्पेस छैन, पोलिसी लुपहोल ग्याप्सहरू राख्ने स्पेस हामीलाई छैन। त्यो भन्दै गर्दाखेरि हामी उद्योगी व्यवसायी श्रमिकहरूलाई राम्रो स्पेस दिन्छौँ काम गर्नलाई, उनीहरूको विकास, उनीहरूको संरक्षण होइन सम्वर्धनको लागि हामीले राम्रो नीतिगत स्पेस दिन्छौँ। तर त्यो दिँदै पनि यदि उनीहरूले त्यहाँ चाहिँ राम्रो काम गर्न खोजेनन् भने त्यसपछि हामी कडाइका साथ जान्छौँ। भनेपछि उद्योगपतिहरू, उद्योगीहरू, साना व्यवसायहरू, मझौला व्यवसायहरू, श्रमिकहरू आत्तिनुपर्ने केही पनि छैन। हामीले उहाँलाई मजाले स्पेस दिन्छौँ, उहाँहरूको हितकै लागि काम गर्छौँ।
उहाँहरूको अझ विकास होस्, बृहत्तर विकास होस् भनेर राज्यले चाहेको छ। राज्यले उहाँहरूलाई दोहन गर्दैन, तर हामीले चाहँदै गर्दा, हामीले सकारात्मक रूपले उहाँहरूको उत्तरोत्तर प्रगति होस् भनेर चाहँदै गर्दाखेरि उहाँहरू पनि राज्यप्रति एउटा जिम्मेवार इन्स्टिट्युसन हुन्छ भन्ने कुरा उहाँहरूले बुझिदिनुपर्छ। र हिजोको दिनमा उहाँहरूले यदि कुनै किसिमको कमजोरी गर्नुभएको छ, कुनै किसिमको गैर जिम्मेवारीपूर्ण कामहरू गर्नुभएको छ भने अब त्यो त्यागेर चाहिँ अब देश बनाउनुतिर उहाँहरू पनि हामी जतिकै लाग्नुपर्छ भन्ने म मेसेज दिन चाहन्छु। हस्, धन्यवाद।